नमस्कार साथीहरू। आज चाहिँ उँधौली पर्वको सम्पूर्णलाई शुभकामना छ। साथीहरू, आज विशेष एउटा भिडियो लिएर आएको छु। ओखलढुङ्गा जिल्ला र सोलुखुम्बु जिल्लामा पनि धरानको मेयर साहब हर्क साम्पाङजी चाहिँ अब श्रम संस्कृति पार्टी सङ्गठनको लागि आउँदै हुनुहुन्छ। ओखलढुङ्गे जनताहरूले चाहिँ अब श्रम संस्कृति पार्टीलाई चाहिँ खुलेर आत्मविश्वासका साथ चाहिँ हामीले सपोर्ट गर्नुपर्ने हुन्छ। किनभने हर्क साम्पाङजी भनेको श्रमको भिजन भएको, किनभने उहाँ श्रमको पिता, श्रमको चाहिँ एकदम महान नेता हुनुहुन्छ। त्यस कारणले गर्दा हुने हर्क साम्पाङजीलाई चाहिँ हामीले खुलेर साथ सपोर्ट गरौँ। ओखलढुङ्गे जनताहरूलाई चाहिँ म के अनुरोध गर्दछु भने अब नयाँ पार्टीलाई चाहिँ हामीले एकदम साथ सपोर्ट गर्नुपर्ने हुन्छ। नयाँ पार्टीमा पनि श्रम संस्कृति पार्टी हर्क साम्पाङजीको पार्टीलाई चाहिँ हामीले खुलेर साथ सपोर्ट गर्नुपर्ने हुन्छ।